ल साथीहरु फाइनली मेरो आजको डेस्टिनेसन यहाँ अगाडि तपाईहरुलाई म देखाउँदै छु। यो मेन गेट है, आजको मेरो डेस्टिनेसनको मेन गेट। और देख्न सक्नुहुन्छ यो अगाडि ठ्याक्कै बोर्ड लागेको छ है। मेरो आज सपना थियो यहाँनिर पुग्नुको लागि र मैले चाहिँ आज 9 घण्टा ट्राभल गरेर चाहिँ फाइनली यहाँ म आइपुगिसकेको छु र तपाईहरुलाई म देखाउँदै छु अगाडि लगेर पराशर लेक, जो आजको मेरो मेन डेस्टिनेसन छ हैन। र पराशर लेक चाहिँ तपाईले यताबाट अलिअलि देख्नु भएको होला। अब माथि गएर म तपाईहरुलाई पुरा देखाउने वालामा छु र देख्न सक्नुहुन्छ यो माथिबाट पराशर लेकको दृश्य यस्तो छ साथीहरु। हामीले गाडी चाहिँ तल पार्किङ गरेर आएको छौं है। यहाँसम्म आउनुको लागि चाहिँ पैदल आउनु पर्ने रहेछ र यहाँको भ्यू देख्न सक्नुहुन्छ यस्तो छ। यहाँनिर चाहिँ अलिअलि हिउँ पनि परेको रहेछ है, बिहान बेलुका पर्ने रहेछ। अहिले चाहिँ सुकिसकेछ हैन, स्टार्टिङ भइसकेको रहेछ भनौं न हिउँ पर्नुको लागि। साथीहरु यो पराशर लेकको दृश्य र यहाँबाट देख्न सकिन्छ यस्तो दृश्य है। अगाडि हिमाल सेतो टल्किरहेको छ, बरफले ढाकिएको हिमाल। र यताको भ्यू हेर्दाखेरि यतापट्टि साइड यस्तो देख्न सकिन्छ र यो माथिको साइड चाहिँ यस्तो छ र यो यतापट्टि पनि पुरै हिउँ ढाकिएको पहाडहरु देख्न सकिन्छ साथीहरु। र यहाँनिर आउने मान्छेहरु पनि टन्नै छ र यहाँको मन्दिर चाहिँ यो तल हो है। अब हामी जाँदै छु दर्शन गर्नुको लागि।